श्री तारतम सागर नेपाली स्वरूप रास ग्रन्थको 9औं प्रकरण प्रेम विवाद। अब प्रियतमबाट आज्ञा हुन्छ, सखीगण सबै सुन। जो प्रतिव्रता स्त्री छन् तिनीहरू रात्रिका बीचमा यसरी घर छोडेर हिँड्दैनन्। सखीगण ध्यान दिएर सुन। तिमीहरू सबै साथी मिलेर श्रवण गर। म यथार्थ कुरा भन्दछु। तिमीहरूले मेरो वंशीको आवाज आफ्ना कानले सुन्यौ। सुनासाथ उभिएको उभियै घरद्वार छोड्यौ। होइन, ब्रजमण्डलमा आनन्द त छ। त्यसबेला तिमीहरू किन आयौ? ओहो, सारे हतार गरेर दौडेर आएका छौ। के कारणले, के कामले घर छाडेर आयौ? के सल्लाह गरेर तिमीहरू निस्केर आएका हौ? वृन्दावन हेर्नका लागि आएका हौ। तिमीहरूले यो सुन्दर वन देखिहाल्यौ। तिमीहरूलाई यहाँ आनन्द लाग्यो कि लागेन? अब आफ्नो आफ्नो घरमा फर्केर जाओ। रात्रि अन्धकारपूर्ण छ। रात्रिको समयमा रात्रिका जीवहरू कराउँछन्। यो समय अति डरलाग्दो छ। रात्रिमा जुन स्त्री घरबाट बाहिर निस्कन्छन् तिनलाई कुलीन भनेर कसैले भन्दैन। स्वजन परजनले केही गरी सुने भने सबैले साह्रै निन्दा चर्चा गर्नेछन्। सखीवृन्द, तिमीहरूले कुनै कुराको पनि विचार गरेनौ। यस्तो चाल चलन कसैले गर्दैन। सबै सखी मिलेर कुनै कुराको विचार नगरी तिमीहरू जागेर आयौ। तिमीहरू सासू ससुरा आमा बाबु दाजु भाइ कसैको लाज शरम नराखी आयौ। तिमीहरूलाई कसैको शरम लागेन? तिमीहरूले आज यस्तो के गर्यौ? तिमीहरूले आफ्ना पतिलाई उभिएकै बेलामा छोड्यौ। बालकलाई पनि रोएकै छोडेर हिँड्यौ। प्रियतम कृष्णका यस्ता रुखा वचन सुनेर सखीहरू साह्रै डराए। कति सखी पृथ्वीमा तत्काल पछारिए। तिनमा कतिपय सखी मनलाई दृढ गरेर खडा नै रहे। सखीगण आपसमा भन्न लागे, सखीवृन्द, अवश्य हामीहरूको केही भूल हुनुपर्छ। त्यसैले प्रियतमले हामीलाई यस्तो भन्नु भइरहेको छ। तामसी सखी चाहिँ प्रियतमको सवालको जवाब दिन लागे। राजसी सखी तडपी रहे। सात्विकी सखी चाहिँ बोल्नै नसक्ने भए। तिनीहरू भुइँमा मूर्छा परेर लडे। यस बखतमा तामसी सखी खडा रहे। तिनले मूर्छा परेका सखीहरूलाई प्रभुका वचन सुन्न आह्वान गरे। सखीगण, तिमीहरू किन रुनु कराउनु गर्दछौ? मनलाई दृढ गरेर खडा हो। हे सखी, हामीबाट ठूलो भूल भएको छ। एक त हाम्रो भूल छ, त्यसमाथि सामुन्ने आएर रुनु कराउनु गर्दछौ। झगडा गरेर भूमिमा पछारिएर यो शरीरलाई किन दुःख दिन्छौ? प्रियतम सबेरैदेखि पाल्नु भएको थियो। हामी चाहिँ अहिले मात्रै आयौं। त्यो पनि बोलाएर तान्नु भएकोले हामी आयौं, नत्र त निस्कने थिएनौं। यदि हाम्रो स्नेह भाव उहाँप्रति छ भने हामी किन पछि हटेर बसिरहेका छौं? हामीले गर्नुपर्ने सेवा भुलेका रहेछौं। तसर्थ प्रियतमले हामीलाई गिजाउनुहुन्छ। हामीलाई यो कुरा खिसी गरेर भन्नुभएको हो। यति कुरा आफ्ना साथीलाई सम्झाई प्रभुपति फर्केर सखीहरू भन्दछन्, हे प्रियतम, जे भन्नु छ भन्नुहोस्। हामीलाई कुनै कुराको फिक्री छैन। हामी त हजुरका अगाडि उभिएका छौं। प्रियतम सुन्नुहोस्, कुनै कुराको शंका नलिकन आज्ञा होस्। श्रीकृष्णबाट आज्ञा हुन्छ, सखीगण, म तिमीहरूकै कल्याणका निमित्त यसरी भन्दैछु। तिमीहरूलाई कसैले पनि नराम्रो नभन्नुन्। तिमीहरूलाई कसैले दोष लगाए भने मेरो मनमा दुःख हुनेछ। सखीवृन्द, तिमीहरूले जे जसरी आफ्नो घर उभिँदै छोडिदियो त्यसरी कुनै मानिसले पनि आफ्नो घर छोड्दैन। जसको हृदयमा अलिकति ज्ञान छ तिनीहरू कोही पनि यस्तो व्याकुल भएर हिँड्दैनन्। सखीवृन्द, तिमीहरू फर्केर जाओ। आधा क्षण पनि विलम्ब नगर। तिमीहरूको मनमा दया छैन। तिमीहरूका घरमा बाल बच्चा रोइरहेका छन्। यो नारीको धर्म होइन। म बारम्बार भन्दछु, अब आफ्ना घरमा जाओ। घरमा पतिहरूले तिमीहरूको बाटो हेरिरहेका छन्। श्रीकृष्णले यति भनेपछि सखीहरूले फेरि भन्दछन्, प्रियतम, अझ पनि हजुरको केही भन्न बाँकी छ? हजुरले भन्नुपर्ने जति भनिसकेर चुप लाग्नु भएको हो वा अझै केही भन्न बाँकी छ? हजुरले युक्तिपूर्वक भनेका सबै कुरा हामीले सुन्यौं। सखीले यति भनेपछि श्रीकृष्ण फेरि भन्नुहुन्छ, सखीवृन्द, मेरो भन्नु अझै बाँकी छ।
तिमीहरू ध्यान दिएर सुन। आफ्नो मर्यादा कसैले पनि छोड्नु हुँदैन, हामीहरू अनीतिमा चल्नु हुँदैन। श्रीकृष्ण भन्नुहुन्छ, अझ फेरि पनि म भन्दछु, तिमीहरू ध्यान दिएर सुन। म ज्वलन्त उदाहरण दिएर भन्दछु। वेद पुराणमा जुन कुरा वर्णन गरिएको छ त्यसको वृत्तान्त म तिमीहरूलाई सुनाउँछु। आफ्नो पति जन्मदेखि नै रोगी छ भने पनि पतिव्रता स्त्रीहरूले त्यसलाई छोड्दैनन्। पति अन्धो भए पनि, पटमूर्ख भए पनि कुलीन स्त्रीहरूले त्यसलाई त्याग्दैनन्। पति कुष्ठ रोगी छ, त्यसमाथि कलह प्रिय छ भने पनि कुलीन स्त्रीहरूले त्यसलाई छोड्दैनन्। पति अभागी छ र जन्मदेखिकै धेरै दरिद्र छ भने पनि कुलीन स्त्रीहरूले त्यसलाई छोड्दैनन्। पति निकम्मा र अपाङ्ग छ एवं त्यस्ता अनेकौं अवगुण छन् भने पनि कुलीन स्त्रीहरूले त्यसलाई त्याग्दैनन्। आफ्नो पति नपुंसक, मूर्ख र अजान भए पनि